दुईटा पहिले भइसक्यो भने निश्चित अब तोकिन्छ नि तीन धारा हुनलाई सबै हुनुपर्ने छ फर्निचरदेखि रुटिन आउँछ अनि रुटिन 1 महिना बाँकी छ भने अनि कसिन्छौँ त्यो भाइ हिसाबले हामीले 5 वर्ष राख्यौँ भने पनि अझै छानिँदै 3 वर्ष त्यो भन्न थालिन्छ अब दैलेखी भन्दा हामी के होइन अब हामी सुतेरका सर्भरलाई पनि हजुरहरूको यो कुरा देखाउँछौँ मैले दैलेखको चाहिँ भिडियो यहाँ देखाइन अहिले यो चाहिँ हामी लगेर अब चौकुने जस्तो दुर्गमको ठाउँले त एक हिसाबले विरेन्द्रनगर हेर्नु त हामी दुर्गमै हो नि त्यहाँको सर मेडम त कसिनु भएको छ तपाईँहरू सदरमुकामको क्या हो भनेर म झन् कस्तो नाक ठुलो बनाएर त्यहाँ त तपाईँ टिक्नै दिनुहुन्न कसलाई भन्नु हजुर त्यहाँ है यसै त ठुलो नाक होइन तपाईँहरूको यो आवाज लिएर गएर बाहुनको नाक त्यसो भए हामीलाई सरले कसम खुवाउनुहुन्छ त सरहरू मध्येबाट एकजना छानेर गर्नुहुन्छ छुट्टै हुनुभयो होइन यहीँनिरबाट ट्याक्क लाएर यसलाई सरले कसरी भन्नुहुन्छ भन्दाखेरि हामी चौकुने गाउँपालिका अन्तर्गतका अनि सबैले अनि त्यसलाई आज कति गते पहिला अलिकति म बोल्छु है त सर हुन्छ सर हाम्रो अगाडि सुर्खेत जिल्ला चौकुने गाउँपालिका अन्तर्गतका 25वटा विद्यालयका प्रधानाध्यापक र खानेपानी सरसफाइ तथा स्वच्छता सम्पर्क शिक्षक सँगसँगै हाम्रो गाउँपालिकाको शिक्षा शाखाका प्रमुखज्यू हुनुहुन्छ र 2 दिनसम्मको वृहत छलफल विद्यालय खानेपानी सरसफाइ स्वच्छतासँग सम्बन्धित एउटा तालिम छलफल कार्यक्रम पश्चात हाम्रा आदरणीय सर मेडमहरू एउटा भीष्म प्रतिज्ञाको घडीमा पुग्नु भएको छ र यो भीष्म प्रतिज्ञा अथवा एउटा वाचा कसमलाई सबैभन्दा पहिला श्री जनजागृति माध्यमिक विद्यालयका जीवन ज्योति माध्यमिक विद्यालयका श्री भानुभक्त ज्यूले वाचन गर्नुहुन्छ त्यसपछि बाँकी सबैले यसलाई वाचन गर्नुहुनेछ हुन्छ सुरु गर्नु सर धन्यवाद सर हामी चौकुने गाउँपालिका अन्तर्गतका 25वटा विद्यालयका प्रधानाध्यापकहरू र विद्यालयमा खानेपानी सरसफाइ तथा स्वच्छता सम्पर्क शिक्षकहरू हामी हाम्रो विद्यालयमा खानेपानी सरसफाइ तथा स्वच्छतामा सहयोग गर्दै चौकुने गाउँपालिका युनिसेफ नेपाल सोसेक नेपाल लगायतका सरकारवालाहरूसँग समन्वय गर्दै आफ्नो विद्यालयलाई 2083 चैत मसान्त अगावै विद्यालयलाई 3 तारामा स्तरोन्नति गर्ने गरी योजना बनाई कार्यान्वयन गर्न मन वचन र कर्मले आत्मा साक्षी राखी यो शपथ लिएका छौं। हस् धन्यवाद यहाँहरूको यो शपथको लागि हामी सबै एकदमै कम्बर कस्यौं। धन्यवाद यहाँहरू सफल हुनुहोस्। धन्यवाद।